टक्क पारामा युट्युबबाट फर्स्ट पेमेन्ट पनि निकालियो। यो कहानीको सुरुवात हुन्छ आज बिहान 9 बजे उठ्दाखेरिबाट है त। त्यसपछि म चाहिँ गएँ घाँस काट्न भनेर। घाँस त एक भारी काटेर लिएर आएर घर फालियो। त्यसपछि म चाहिँ गएँ पानी ल्याउन भनेर धारातिर। माथिबाट उपल्लारै आबैलाई जुम गरेर देखाइदिएको। त्यसपछि आबैसित गएर तल गएर एकैछिन कुराकानी गरियो। आबैलाई के छ त भनेको ठिकै छ भन्नुभयो। त्यसपछि आज किन यत्रो पानी ल्याउन आइस त भन्नुभयो। आबी आज यत्रोसम्म सुत्तेछ नि त भनेको। परीक्षा छ पढ्ने होइन कोरिया पढ त्यहाँ बसेर भन्नुभयो। परीक्षा राम्रोसित दिएछ भन्नुभयो। 11 को परीक्षा नि त मेरो। उताबाट दिदी र भान्जी भएर वाइफाईमा आउनुभएको थियो उपल्लारको। त्यसपछि म धारमा गएर पानी पनि थापेँ। युट्युबबाट फर्स्ट पेमेन्ट निकालेको यही हो त। त्यसपछि घर तलतिर बिनुदाको रुखमा ढुकुरका बच्चाहरू थिए। ढुकुरका बच्चाहरू चाहिँ राम्रा थिए, भुरुन भुरुन भए गाइछन्। अब कुन दिन उन्ने थाहा भएन। त्यसपछि युट्युबबाट फर्स्ट पेमेन्ट निकालेको होइन है गाइजहरू, त्यसै भनेको मैले तपाईँलाई जिस्काउनलाई। त्यसपछि दोकानतिर गएर चाउचाउ र भुजा पनि किनेर ल्याइयो। अब खानु पर्यो नि त। आजको लागि मिनी भ्लग यति नै। अब डेली मिनी भ्लग राख्ने छु है त।